नमस्ते खुम्चुङ कुङदे भ्यू पोइन्ट। म चाहिँ अहिले यहाँ सोलुखुम्बु घुम्न आएको छु। सोलुखुम्बुको यहाँको बाटो भ्यू पोइन्ट लास्ट यही हो। यहाँ न माथि जाने कुनै बाटो छैन। तर यहाँको यो पहाड यस्तो छ कि हिँडा झऱ्यो भने चिम्टाले टिप्न पर्ने स्थिति छ। सायद हजुरलाई यो ठाउँको नाम थाहा नहुन सक्छ है। यो ठाउँ चाहिँ हाम्रो यो सोलुखुम्बुमा स्थित यो खुङदे एयरपोर्ट हो। यो बन्न चाहिँ बन्यो तर हिँड गएन। यो पछाडि देखिरहेको हिमाल चाहिँ एउटा थाम्सेरको यो बढी हिउँ देखिरहेको यो चाहिँ खान्टिका भन्छ। यहाँ आएर अब यहाँ आयो आमा डबलम, यो पछाडिको यो एभरेस्ट है। सायद हजुरलाई सगरमाथा माउन्ट एभरेस्ट भन्ने त हाम्रो नेपालको फेमसै हो। यसरी गर्दा हाम्रो नेपाल चिनिन सफल भएको छ। अब यो तलको हाम्रो यो खुङदे गाउँ, मेरो पास चाहिँ यो गाउँमा बसेको छु म आज। यो पछाडि देखेको चाहिँ ताङगुचे गाउँ। यो जङ्गलहरू छ, यो पहाड पखेरा हरियाली बस्ती हुँदै आएर हामी यहाँबाट चाहिँ यो हिमाल क्रस गऱ्यो भने चाहिँ ठिक्क हामी टिबेट पुग्छौँ। यो पछाडि सेतो देखेको भागको यो हिमाल चाहिँ दुधकुण्ड हो। त्यहाँनिर एउटा दुध पोखरी छ, त्यो त्यहाँ गयो भने चाहिँ यहाँबाट गयो भने हामी जिरी पुगिन्छौँ। यो तल देखिरहेको गाउँ चाहिँ थामे गाउँ हो। त्यहाँनिर अहिले पहिरोले यहाँको बस्तीको धेरै हात बेहात बनाएको छ। अब हेर्नुहोस् यस्तो पखा पुकेर सक्दै पनि यहाँनिर कुनै जनावरहरू पनि आउन सक्दैन। यो तल गाउँ चाहिँ हाम्रो हिँड्ने बाटो छ, थामे भन्ने ठाउँ जाने बाटो हो। हामी यसरी हुँदै अब यता तल यता पछाडि चाहिँ हाम्रो नाम्चे बजार छ। यहाँनिर यो डाँडामा हाम्रो एउटा होटल छ, तर अहिले पैदल लागेको हुनाले हामीले त्यहाँ केही देख्न सकेनौँ। त्यहाँ जानलाई चाहिँ हामीले हेलिकप्टर अथवा पैदल पनि जान सकिन्छ। पैदल जानलाई हामी अहिले म बसेको ठाउँबाट अथवा थामेबाट 4 घन्टा जति उकालो हिँड्नुपर्छ। तर त्यहाँको होटल एकदम महँगो हुनाले त्यतिमा चाहिँ गएको हुँदैन। यो हाम्रो भ्यू पोइन्टमा हो, पासाङ लामु मेमोरियल भन्छन् यता। हजुर ल, हजुरहरूलाई ठाउँ कस्तो लाग्यो प्लिज कमेन्ट गरिदिनु होला। धन्यवाद।